माननीयज्यू अब यो आन्दोलनको सूत्रधार चाहिँ अब हामी नै हो होइन। हामीले यसलाई चाहिँ दीर्घकालीन समाधानको लागि भनेर हामी सुरुवात गरेको थियौँ। आज हजुर यहाँ आउनुभएको छ होइन। हजुरले सबै कुराहरू, किनभने हिजोको दिनमा चाहिँ काम गरेर पनि हामीलाई विश्वास दिलाउनु भएको छ। हामीले हजुरलाई चाहिँ एक हप्ता हामीले टाइम दिन्छौँ। यदि एक हप्ताभित्रमा यो जुन कार्यान्वयनको पाटो अगाडि बढेन भने हामीले 8औं दिनबाट फोहोर हामीले चाहिँ बन्द गर्दा कुनै दमन हुने अथवा त्यो बन्दलाई चाहिँ यहाँले पनि समर्थन गर्नुहुन्छ कि गर्नुहुन्न? यसो गर्नुहोस्, एक हप्ता भनेको छोटो समय हो। 15 दिनभित्र हामी चाहिँ यो विषयहरूलाई तत्काल सुरुवात गरेर अगाडि बढ्छौँ र यो दमन गर्ने चाहिँ सल्युसन होइन भन्ने म अघि चाहिँदेखि भनिरहेको छु। म देशैभरि धेरै ठाउँमा ट्रान्समिसन लाइन बनाउँदै गर्दाखेरि धेरै ठाउँमा हामी गएको छौँ। त्यो अन्तिम विकल्प के पनि लागेन भने, त्यो चाहिँ सरकारले गर्दै पनि भएन भने त्यो अन्तिम विकल्पलाई हामी नसोचौँ। हामी एमिकेबल्ली, हामी सहजतापूर्वक सबै मिलेर यसलाई समाधान गरौँ। दमनको विषय हामी सोचेको पनि छ, नत्र हामी यहाँ किन आउँथ्यौँ र? अस्ति नै हामी दमनको विषयलाई सोचेको भए अस्ति नै भन्थ्यो होला। हामीलाई चाहिँ त्यो हिसाबले त हामी लागेका छैनौँ। त्यसैले सहज रूपमा छलफल गरेर एमिकेबल्ली नै सल्युसन गर्ने हो, त्योतिर हामी जाँदैनौँ। 15 दिनभित्र यो इफेक्टिभली तपाईँले भने जस्तो सबै कुरा अगाडि बढेन भने तपाईँले भने कुरा